के भयो हजुरलाई? किन मोबाइल हेरेर चिन्ता मानिरहनु बसिरहनु भएको छ त? किन झोक्राउनु भएको? के हुनु हेर्नुहोस् न, मेरो यो पुरानो सामग्रीहरू बिक्री गर्नु थियो, तर मलाई यो बारे केही आइडिया नै भएन। के तपाईँलाई केही जानकारी छ होला त? जानकारी छ नि, किन नहुनु? यता हेर्नुहोस् त, सस्तो बजार चाहिँ एप स्टोर र प्ले स्टोरमा आइसकेको छ। यसरी डाउनलोड गर्ने है त, सस्तो बजार सर्च गर्ने हजुरले। ल हेर्नुहोस् त, सस्तो बजारमा चाहिँ धेरैजनाले यसरी पोस्टहरू राख्नु भएको छ। तपाईँले पनि यसरी नै पोस्टहरू राख्न सक्नुहुन्छ। अनि यसमा चाहिँ तपाईँको डिटेल्स, लोकेसन सबै राख्न मिल्यो। अनि तपाईँले डाइरेक्टली नै कल आउने भयो। अनि यदि तपाईँलाई पनि अब यहाँ भएको कुनै पनि सामानहरू मन परेको छ भने तपाईँले पनि डाइरेक्टली कल गरेर तपाईँले पनि किन्न सक्नुहुन्छ। यो एप चाहिँ प्ले स्टोरमा पनि पाउन सक्नुहुन्छ अनि एप स्टोरमा पनि पाउन सक्नुहुन्छ। ए त्यसो भए त म अहिले नै लगइन गरेर म सामान हालिहाल्छु त। हुन्छ हो, अब ढिला नगर्नुहोस्। आजै एप स्टोर वा प्ले स्टोरबाट सस्तो बजार एप डाउनलोड गर्नुहोस्। तपाईँको मूल्यमा तपाईँको सामान बिक्री गर्नुहोस् र चाहिएको सामान खरिद गर्नुहोस्। हाम्रो वेबसाइट रहेको छ www.sastobazar.com।